फेरि त्यहाँ एकजना भाइ रिसाउँछ त्यहाँ हो कि अस्ति यहाँ घडी दिएर उहाँ घडी ल्याएर दिँदाखेरि मैले लिँदैन त्यसले देख्यो भने फेरि रिसाउँछ। कहाँ हुन्छ यो लानु न घडी दिँदै हुनुहुन्छ यी घडी जुत्ता एकजना भाइ रिसाउने भयो। जुत्ता दिने भाइ सुन्नु तपाईँले जबरजस्ती गर्नुभयो। चप्पल त राखिदिनु जुत्ता दिने भाइहरू त्यो थुप्रै जिल्लामा छन्। मैले कसैको लिएको छैन। तपाईँले तपाईँभन्दा सिनियर बुबा तपाईँभन्दा अलिकति ल म भन्छु ल ल दाजुभाइ दिदीबहिनीहरू आज ताप्लेजुङको फुङलिन बजारमा तपाईँको नाम के? ओम प्रकाश राई। ओम प्रकाश राई कति वर्ष हुनुभयो? 73 वर्ष हुनुभयो। मभन्दा अझै 2 वर्ष जेठा हुनुहुँदो रहेछ। म 71 वर्षको हो होइन। उहाँले ल्याएर जबरजस्ती घडी पनि बाँधिदिनु भयो, के अरे जुत्ता पनि लगाइदिनु भयो। मैले मानेको त छैन, तर एकछिन आफूभन्दा ठुलो मान्छेको यसो मान राख्नलाई हो। तर जुत्ता र घडी दिने भाइहरू तलतिर थुप्रै थिए, कसैको पनि चाहिँ लिएको थिएन। अब भाइहरू नरिसाउनु होला, तलतिर जुत्ता मैले दिएको जुत्ता लाएन, मैले दिएको घडी लाएन भनेर तपाईँहरू नरिसाउनु होला। उहाँको चाहिँ मैले सम्मान गरेर एकछिन चाहिँ सम्मान चाहिँ राखिदिएको हो। ल ल धन्यवाद छ। ल उहाँ चाहिँ मेरो जनयुक्त भन्ने नाटक लेखेको छ, त्यो चाहिँ मैले उहाँले प्रकाशन गरिदिनु 2-3 लाख रुपियाँ खर्च गरेर प्रकाशन गरिदिनु भयो। उहाँ समाजसेवी प्लस तपाईँले मलाई उपहार दिएपछि मैले पनि त उपहार दिनु पर्छ। पर्दैन। त्यो नाम के अरे? ओम प्रकाश राई। हेलो ल आज कति कति हो भने 28 हो। ल अब यो पैसा ननिकाल्नु, अब यति भयो पैसा ननिकाल्ने हो नि। सहयोग हो नि त, सहयोग त हुन्न। अब यो पैसा निकाल्नु विकासको लागि के गरिराख्नु भएको छ यो ल ओहो यो त राष्ट्र विकास जबरजस्त